कोही मान्छेहरू लास्टै धेरै एटेन्सन सिक गर्ने हुन्छन् क्या। एउटासँग केही कुरामा चित्त बुझ्या हुँदैन, वरिपरि सबै मान्छेलाई गएर यसले यस्तो भन्यो उस्तो गर्यो भनेर ढिन्डोरा पिट्दै हिँड्ने। अब मान्छेले किन यस्तो गर्छ भने पहिलो कुरो त उसलाई आफ्नो गल्ती स्वीकार्नै गाह्रो हुन्छ क्या। ममा केही दोष छैन, मैले केही रङ गरेको छैन, म एकदमै चोखो छु, गल्ती जति सबै अर्को मान्छेको हो भन्ने एउटा एजम्सन हुन्छ, अथवा उसलाई त्यो कुरा चाहिँ विश्वास गर्न मन लाग्छ। अब के गर्ने त, सबैलाई सुनाउने, आफू भिक्टिम भएर सुनाउने फेरि। अनि वरिपरिका मान्छेहरू सबैले बिचरा यस्तो भएको छ है भनेपछि गल्ती मेरो होइन, गल्ती चाहिँ उसैको हो भन्ने त्यो एजम्सन त अझ स्ट्रङ भएर गयो नि त। त्यो कुरा प्रुफ भयो जस्तो भइदियो क्या। यस्तो एटेन्सन सिक गर्ने मान्छेले चाहिँ उसलाई सबैको नजरमा भिलेन बनाइदिने क्या, एक्लो बनाइदिन खोज्ने, ताकि मनमा नै यस्तो गरेको थिइस् नि होइन, यस्तो भनेको थिइस् नि, ठिक्क पर्यो भने जस्तो क्या। अब त्यही मान्छेसँग डिरेक्टली गएर किन यस्तो भन्या भनेर कन्फ्रन्टेसन गर्न सक्ने आँट चाहिँ हुँदैन। फेरि कुरा गरिहाल्यो भने पनि रोइदिइहाल्ने, रिसाइदिइहाल्ने हुन्छ क्या। सो गाह्रो छ हेर्नु के गर्ने। गल्ती नस्वीकार्ने मान्छेले आफ्नो वरिपरि सबैजनालाई पीडित बनाइदिन्छन्।